हेलो गाइस, आज चाहिँ हाम्रो पूजा भाइ पूजा, त्यही भएर हामी चाहिँ तल खाना खानु जान आँटेको। भाइ पूजामा चाहिँ हामीले तल जङ्गलमा खाना खानुपर्छ नि त पूजा गरेर, त्यही भएर जानु लागेको। खाना खाने बेला भएर बाबाहरूले चाहिँ तल पूजा गर्दै हुनुहुन्छ, त्यही जान आँटेको। म र सासू, मम्मी अनि मेरो छोरा। मेरो छोरालाई चाहिँ मम्मीले फुल टिप्दै हुनुहुन्छ, चिलाउनेको पातको फुल टिप्दै हुनुहुन्छ। अनि हामी चाहिँ सारा जाँदैछौँ अगाडि थाल बोकेर। बाटो चाहिँ एकदम अप्ठ्यारो छ है, अलिक भिड छ नि त। लड्यो भने पनि तल झर्छ एकचोटि, लास्ट अप्ठ्यारो छ। जाँदैछौँ हामी। हेर्नु मेरो यस्तो भिडियो हेर्नु चाहन्छ भने लाइक शेयर सब्सक्राइब गरिदिनु होला। हामी चाहिँ जाँदैछौँ, मम्मी पनि त्यही हुनुहुन्छ। लाग्यो अब हामी चाहिँ आफ्नो डेस्टिनेसनतिर। अनि हामी डेस्टिनेसनमा पुग्यौँ। बाबा, हाम्रो ठुलो बाबा, भाइ, देवर, मेरो छोरो। अनि यहाँ चाहिँ यही हो खाने, हामीले यही हो। यहाँ चाहिँ पूजा गरेर हामी खाना खान्छौँ वर्षमा एकचोटि। अब हामी घर आएर यहाँ घरमा चाहिँ खसी काट्दैछौँ। सबैजनाले पूजाको लागि खसी काट्दै हुनुहुन्छ। झर्यो हामी चाहिँ बसिरहौँ। एकछिन टिकटक बनाइदिनु रहेछ, टिकटक बनाइदिएको। मैले चाहिँ अहिले जन्मेदेखि पहिलोचोटि रोटी पोल्यो। त्यहाँदेखि हेर्नु न गाइस कस्तो के भयो, केही कामकुरी रोटी भएछ जेरीवाला।